Welcome to my blog. के कस्तो भइरहेछ दाइ? ठिकै छ दाइ। म नि आज त भ्लग चलाएर अहिले हान्नुपर्छ। ल ल ल सबजनाले बवाल सपट हान्नु पर्यो हैन? ल सब चलाएर आज बौद्ध गुम्बा यता ल एकछिनमा आज चाहिँ बौद्धतिर लाग्दैछ। गयो नि 150 को पेट्रोल हो नि त दाइ यार। जाऊ सुकुडे बिच जाऊ, सुकुडे बिच जानु पर्ला। कुन बाटो जाने जग्गा हामी? च्याम हुँदै जाने खोलाको बाटो। धेरै तोड भयो
र फाइनल्ली आइपुग्यौँ हामी बौद्ध दिनुहोस् है सृजन भाइ मोनिक भाइ र सानो गुम्बा आइपुग्यो ढुङ्गाकै आउँछ क्या सानो गुम्बा आउनु होला ल नराम्रो मान्छेहरू राम्रो ठाउँमा आइसक्यो टक्क लाएर होइन उहाँहरूको नराम्रो मान्छे यहाँ प्रार्थना गरिरहेछ पारामा कहाँकोमा ज्ञानी मान्छेहरू हामी चट्ट होइन अहिलेको तत्कालीन टाइममा कृपया घाँसमा नहिँड्नु होला अरे नहिँड्नु है रे दाइ फेरि अहिले गएर त्यहाँ उफ्रेला नि फेरि नउफ्रिनु नि उफ्रिन त लेखेको छैन नि भनेर हामी यस्तो नराम्रो मान्छेहरू यस्तो राम्रो ठाउँमा आइपुग्यो क्या होइन त्यही होइन सक्दैन नि फेरि ल ल ल ल हामी यहाँ चाहिँ अहिले स्वर्ग आइपुग्यो स्वर्गमा केटाहरूलाई थाहा छैन नि दाइ हामी कहाँ छु के थाहा त नेपालमै होला नि हैट दाइ स्वर्ग पुगेकै छैन अहिलेसम्म धरतीमै छ के हो यो के हो यो स्क्वायर हो रे ल ल दिइरहेको थियो जानलाई
हेरेर इमर्जेन्सी लाइट बालेर भयो हिँड्दा इमर्जेन्सी लाइट बालेर हिँड्दा हेलो इमर्जेन्सी लाइट बोलिरहेछ कहाँबाट आएको कहाँबाट आउनु भएको है कहाँबाट आएको होला त त्यहीबाट कहाँबाट आएको आफ्नो लेनमा आउनुपर्छ नि हेर ब्यागमा मात्र हिँड्छ उहिले हालिदिने हो दाइ हो चिनेको दाइ हो चिनेको मान्छेलाई भने चिनेको मान्छेलाई हाई गरे हो नचिनेको मान्छे पागल ल ल ल ल ल ल ल चिनेको मान्छे नर्मल मलाई हाई गर्यो नर्मल ब्लग त्यो मान्छे नै साइको परिरहेको थियो कसले मलाई हाई गर्यो भनेर साइको परिरहेको त्यस भाइ त्यसो हो ठिक छ त भ्लगमा स्वागत है हेर्नुहोस् न माछाहरू आजको लागि यति नै है भ्लग यही भयो ल किरण भाइ मणि भाइ ल